ल के हो दिउँसै सुत्ने कि म कुम्भकर्ण त होइन। हेलो गाइज वेलकम टु माई मिनी ब्लग। सो आज चाहिँ यस्तो गर्मी थियो नि होइन घरमा, त्यसैले म उठेँ अनि त्यसपछि मजाले पानी पनि खाएँ। मैले पानी खाएपछि मलाई अल्छी लाग्यो होइन, त्यसैले म चाहिँ तल होटेलमा गएँ। मम्मी के गरिरहेछ भन्दै थिएँ, मम्मी त यता बसेर सिरियलको हेरिरहेको रहेछ होइन। त्यसपछि म चाहिँ आफ्नो क्लोसेटतिर लागेँ होइन। क्लोसेटको सफा यति धुलो उड्छ नि होइन बाटोको। त्यसपछि म मजाले टक्टाउनु थालेँ धुलोहरूलाई। मजाले टक्टाइसकेपछि फेरि पसलहरू यसो हेरेँ होइन। त्यसपछि मलाई पनि मेरो पसल एकदम राम्रो लाग्छ नि त, हेर्दा पनि रमाइलो छ, मजाको कलरफुल भाइब्स आउँछ नि त। त्यसपछि म चाहिँ अब कटिङ गर्न थालेँ मेरो होटेलमा। मेरो बन्दा कटिङ गरेपछि मैले चाहिँ चाउमिन बनाउन थालेँ कस्टमरको लागि। चना आलु हालेर बनाउँछु नि, तर के यो चाउमिनको कलर यस्तो नराम्रो आएको छ किनभने एन्ड्रोइड चलाउँछु नि त म, आइफोन भएको मजाले दामी क्यामेरा आउँदा मेरो एन्ड्रोइडको मोबाइलमा यस्तो भयो नि चाउमिन बन्यो नि त। गर्मी यस्तो थियो कि मैले डिउ निकालेँ होइन फ्रिजबाट, त्यसपछि एक कप हालेँ अनि त्यसपछि मैले चाहिँ मजाले बसेर चिसो मेरो डिउ खान थालेँ होइन। यस्तो आनन्द आउँछ नि यो डिउ खाँदाखेरि। मेरो फेभरेट पनि मेरो यो डिउ नै हो के। सो गाइज हजुरहरूले ब्लग हेरेकोमा धन्यवाद छ, मेरो फलो गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला है गाइज। सो मजाको मिठो लाग्यो होइन यो चाहिँ मेरो डिउ भनौँ न। ओके बाई, थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। थ्याङ्क यू सो मच है सबैजनालाई।